हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो अर्को मिनी ब्लगमा। साथीहरु, हजुरहरुको खेत रोपेर भ्याइयो कि भ्याइएन? हाम्रो चाहिँ सायद आज सकिन्छ होला। मैले चाहिँ भक्करै बिउ गरेर आएको थिएँ। मेरो नङमा चाहिँ साथीहरु यति धेरै माटो पसेर यस्तो दुखेको थियो नि, कुरै छोड्दिनु। म चाहिँ नसकेर बरुमा खाना पकाउन जान्छु भनेर म चाहिँ खाना पकाउन आएको थिएँ। अनि के साथीहरु, हेर्नु न, हाम्रो घरमा चाहिँ कस्तो राम्रो बिरालोको बच्चा छ। 3टा छ हाम्रो घरमा बिरालोको बच्चा। हाम्रो बिरालोले चाहिँ बच्चा पाएको छ। अनि साथीहरु, त्यसपछि म खाना बनाउन लागे। अनि खाना बनाउन चाहिँ मैले पहिला सुरु भात टेकाएँ। भात टेकाइसकेपछि साथीहरु, मलाई चाहिँ एकदमै धेरै शरीर चिलाएको थियो त्यो पानीले। अनि त्यो फोहोर पानी हुन्छ नि त बिउमा, त्यो शरीर चिलाएर मलाई हैरान भएको थियो। म चाहिँ नुहाउन गएर बुहारीले चाहिँ भात हेरेँ अनि त्यसपछि दाल पकाएँ भनेर बुहारीलाई छोडिदिएर म चाहिँ नुहाउन गएको थिएँ। नुहाएर पनि आएँ साथीहरु, बल्ल फ्रेस भयो जस्तो लाग्यो कि पुरै हात खुट्टा दुखेर त्यो खेत रोप्नाले अनि त्यसपछि बिउ गर्नाले हात दुखेर, खुट्टा दुखेर, ढाड दुखेर हैरान के। अनि साँझ चाहिँ मम्मीले मासु ल्याउनु भएको थियो। हाम्रो घरको बिरालो यति भाग्यमानी छ, हेर्नु न, यत्रो चोक्टा मासु खानु पाएको छ। अनि मैले चाहिँ मासु बनाउन लागेँ। मासु चाहिँ मैले बनाउँछु भनेर मैले बनाउन लाएँ। मेरो बहिनीले चाहिँ के गराएको फुपू भनेर भनेको थियो। अनि मैले चाहिँ भिडियो गराइरहेको छु भने हाम्रो घरमा चाहिँ अलि धेरै परिवार भएर चाहिँ मैले ठुलो कराईमा बनाउन लागेको छु। किनभने पुग्दैन नि त, ठुलो कराईमा अलिक खेली पाक्छ अनि मिठो पनि हुन्छ। अनि मैले चाहिँ मासु बनाएँ। अनि हाम्रो घरको बुढो बाजेलाई चाहिँ जाँड खान मन लाग्यो अरे। मम्मीले अनि जाँड बनाइदिनु भयो बाजेलाई जाँड गराइदिइसकेपछि मैले चाहिँ यतातिर मासु बनाउन लागेँ। यस्तो भोक लाग्थ्यो नि साथीहरु, कहिले पाक्ला र खाम्ला भन्ने भएको थियो मलाई चाहिँ। आज चाहिँ घरमा सबैजना थियौँ, म, मम्मी, दिदीहरु, बुहारी, भाइ सबै थियौँ। अनि घरमा पनि रमाइलो भएको थियो। साँझपख दिनभरि काम गरेर थाके पनि साँझपख सबै परिवार एकै ठाउँ भएपछि त्यत्तिकै रमाइलो लाग्दो रहेछ कि साथीहरु। सो मेरो भिडियो चाहिँ यतिसम्म हो। सबैजनाले मलाई अलि धेरै माया गरिदिनु होला भन्न चाहन्छु। अनि सबैजनालाई बाई। सबैजनाले सपोर्ट गरिदिनु होला। बाई गाइज।